फाइनली पूजा बानिया पूजा शर्मा बानिया उतार्नु पर्छ यहाँबाट हिँड्ने हुन्छ सँगै ल्याउनुस् न बिस्तार भला बिदाले हिँड्ने ल गाडी ब्याग भइरहेछ अब शर्मा युद्धमा लिएर जाने मार्नुहोस् है 1 3 5 है 7 गाडीपट्टि गाडीमा पूजा गर्दै हुनुहुन्छ है युद्ध र पूजाले होइन नि तीनचोटि ल यो त उतैबाट ल भाउजूलाई चढौ अनि तिमी चढ झ्याल चाहिँ खोलिदिनुहोस् फोटोहरू खिच्नु सही हुन्छ कि दुईतिरकै झ्याल खोलिदिनु फोटो खिच्नु सही हुन्छ फोटो भिडियोलाई यो त पहिला भाउजूलाई बसौ अनि तिमी बस हातमा त भाउजूलाई बसौ होइन खोल्नु फोटो खोल्नु भयो फोटो भिडियो खोल्नु भयो हजुरले टेन्सन एकछिन रहेछ है एकछिन हुनुपर्छ बाबु युद्ध पनि रोक्यो पूजा बाई बाई फ्यानहरूले एकदम धेरै आज तपाईँलाई बजाइदिनु भएको छ थोरै एउटा केही भनिदिनु होला सबैलाई सबैजनालाई थ्याङ्क यू सो मच यसरी माया गरिदिनु होला बाई बाई यो लाइट बढी हुँदै यो लाइट लास्टै भयो यो लाइट हल्का कम गर्नु न बडु कम गर लाइट बन्दै गरिदिनु न उता लाइटले लाइट आउँछ भने त उता आउँदो लाइट बढी बाई बाई
फाइनली पूजा शर्माजीको बिहा पनि सम्पन्न भएको छ र यसरी युद्धजीले लिएर जानुभएको छ आज घर। ओके, यति बेला चाहिँ हामी यो जुन ठाउँमा छौँ स्टेजमा, यहाँ चाहिँ युद्धजीको एन्ट्री भएको थियो। फर्स्ट बेहुला पक्षहरू आउँदाखेरि चाहिँ यहाँ आउनुभएको थियो युद्धजी, र यहाँ यसरी सोफामा बस्नु भएको थियो, र त्यही सोफामा चाहिँ अहिले रेने सावन्त राई पुरै क्याप्चर हानेर बसिराख्नु भएको छ। पछि पूजाजीले यो भिडियो हेरेपछि थाहा पाउनुहुन्छ। हजुरलाई धेरै धेरै स्वागत छ फर्स्टमा, र कतिको रमाइलो गरिराख्नु भएको छ आज पूजाजी युद्धजीको बिहामा। आउनु अलिकति लेट भयो, अलिकति लोकेसन टाढा भएर, बट इट्स ब्युटिफुल लोकेसन। सो रमाइलो भइरहेछ, फोटो खिचिरहेछ, सबैजनालाई भेटघाट रमाइलो भइरहेछ। ओके, हजुर म्यारिड भएको हिसाबले चाहिँ होइन, एनी टिप्स उहाँहरूलाई के? हजुर एकदमै ह्याप्पी हुन्छ नि म्यारिड लाइफको लागि चाहिँ के टिप्स हुँदो रहेछ हजुरले पत्ता लगाएको मध्ये एउटा टिप्स दिनु पर्यो भने के दिन चाहनुहुन्छ पूजाजीलाई? आई थिङ्क लाइक बिफोर म्यारिज चाहिँ हामी सबैजनालाई कस्तो टाइपको एउटा सोच हुन्छ नि भन्ने, सबैजनालाई अब हुन्छ नि कम्प्रोमाइज नगर्नु परोस् लाइफमा, हुन्छ नि मैले चाहिँ बेस्ट हुनुपर्छ मेरो लागि चाहिँ एभ्रिथिङ जस्तो वाला फिलिङ्स चाहिँ हुन्छ। तर आफ्टर गेटिङ म्यारिड चाहिँ आई गेस लाइक हामीले कम्प्रोमाइज भन्ने वर्डहरूलाई पनि अलिकति त्यसलाई पोजिटिभ तरिकाले त्यसलाई सिक्नु, इजिली लिनु पर्यो। कति कुरा उसको खुसी, कति कुरा आफ्नो खुसीको लागि होइन। सो आई गेस लाइक वी हेभ टु लर्न कि हुन्छ नि अब मेरो एकजनाको मात्रै होइन, दुईजना छौँ, सो दुईजनाको खुसी, दुईजनाको इच्छा अनुसार जानुपर्छ भनेर। ओके, र लास्ट क्वेसन, आजको हुन्छ नि एकदमै हाइलाइट गर्नुपर्ने कुरा चाहिँ त्यो हेलिकप्टरवाला हुन्छ नि जुन फुलको बर्सात भएको थियो, त्यो चाहिँ एकदमै हाइलाइट रह्यो होला सबैजनाको लागि यहाँ आउनु हुनेको लागि होइन। सो हजुर चाहिँ कहाँ हुनुहुन्थ्यो त्यो बेला? थ्याङ्क गड, म त्यो बेला के थियो नि ठ्याक्कै म चाहिँ एन्ट्री गर्दै थिएँ, अनि मैले हेलिकप्टर देख्ने बित्तिकै एकछिन म लुकेँ। डर लाग्छ हेलिकप्टर? एकदम मङ्सिर महिनाको चिसो, त्यहीमा त्यस्तो साडी लगाएको छु, यो मेरो साडी उडेर के हालत हुन्थ्यो होला होइन, चस्मा पनि उड्ने अवस्था थियो। सो फिल्मी भएको थियो है माहौल? फिल्मी फिल्मी चाहिँ एकदमै फिल्मी थियो, रमाइलो भएको थियो। ओके, हजुरको त होइन बेबीको कुरा गर्ने हो भने एकैचोटि हजुरले ट्विन्स पाइदिनु भयो, ढुक्कै भयो। केही टिप्स छ त्यस्तो ट्विन्स कसरी जन्माउने? ट्विन्स जन्माउनलाई चाहिँ आई गेस सबैभन्दा यो जीवनको सबैभन्दा राम्रो कर्म गरे पछाडि सायद पाइने कुरा होला। त्यसको चाहिँ केही टिप्स चाहिँ छैन, इट्स टोटली लाइक एउटा ब्लेसिङ्स हो होइन। सो त्यो अन्डरस्ट्यान्डिङमा हेर्दाखेरि चाहिँ म आई रियली फिल ब्लेस्ड कि हुन्छ नि एकदम इम्पोसिबल भएर छ ट्विन्स, त्यो पनि छोरा र छोरी एकैचोटि आयो। सो राम्रो कर्म गरेको रहेछ सायद।